नमस्कार साथीहरू, आजको क्लास 9 सोशल स्टडिज मोडल क्वेशन सल्युसन 2082 तपाईको तयारीलाई अझ मजबुत बनाउनेछ। सुरु गर्नु अघि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। क अति छोटो उत्तर 9 गुणा 1 अंक। प्रश्न 1 विकास भनेको के हो? उत्तर जनजीवनमा हुने सकारात्मक परिवर्तनलाई विकास भनिन्छ। प्रश्न 2 विकासका दुई पूर्वाधार लेख्नुहोस्। उत्तर बाटो र विद्यालय। प्रश्न 3 स्थानीय सरकार कस्तो सरकार हो? उत्तर जनताद्वारा निर्वाचित स्वशासित स्थानीय तहको सरकार हो। प्रश्न 4 तपाईको प्रदेशमा कति जिल्ला छन्? उत्तर उदाहरणका लागि लुम्बिनी प्रदेशमा 12 जिल्ला छन्। प्रश्न 5 न्यायिक व्यवहार भनेको के हो? उत्तर समाजमा हुने विवादलाई कानुनी रूपमा समाधान गर्ने कार्यलाई न्यायिक व्यवहार भनिन्छ। प्रश्न 6 बडघर कुन समुदायको परम्परा हो? उत्तर थारू समुदायको परम्परा हो। प्रश्न 7 इस्लाम धर्मावलम्बीका दुई चाडपर्व लेख्नुहोस्। उत्तर ईद र बकर ईद। प्रश्न 8 नेपालका दुई राष्ट्रभाषा लेख्नुहोस्। उत्तर नेपाली र मैथिली। प्रश्न 9 हेनरी ड्युनान्टको जन्म कहाँ र कहिले भएको थियो? उत्तर सन् 1828 मा स्विजरल्यान्डको जिनेभा शहरमा। ख छोटो उत्तर 7 गुणा 3 अंक। प्रश्न 10 विकसित र अल्पविकसित देश बीचको भिन्नता। उत्तर आर्थिक स्थिति विकसित देशमा उच्च, अल्पविकसित देशमा कमजोर। शिक्षा र स्वास्थ्य विकसित देशमा राम्रो, अल्पविकसित देशमा कमजोर। जनजीवन विकसित देशमा समृद्ध, अल्पविकसित देशमा पछाडि परेको। प्रश्न 11 जनशक्ति पलायन रोक्ने उपायहरू। उत्तर देशभित्र रोजगारीका अवसर सृजना गर्ने, सिपमूलक शिक्षा र तालिम दिने, युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने, गाउँमै उद्योग र व्यवसाय विकास गर्ने, सरकारी नीति प्रभावकारी रूपमा लागू गर्ने। प्रश्न 12 संघीय राज्यको महत्त्वका 3 बुँदा। उत्तर स्थानीय आवश्यकता अनुसार निर्णय लिन सकिन्छ, जनताको अधिकार सुनिश्चित हुन्छ, समान र समावेशी विकास सम्भव हुन्छ। प्रश्न 13 परिवारमा विवाद समाधानका उपायहरू। उत्तर शान्तिपूर्वक संवाद र समझदारी कायम गर्ने, एक अर्काको कुरा ध्यानपूर्वक सुन्ने, माफी दिन माग्न तयार रहने, आवश्यक परे ज्येष्ठ सदस्य वा अगुवाको सहयोग लिनु। प्रश्न 14 तयारीमा लगातार अघि बढ्नुहोस्, तपाईको लक्ष्य नजिक छ। च्यानल सब्स्क्राइब गर्नुहोस् र सँगै अघि बढौं।